पनि गएको त्यो रुमसम्म गएर आएको मान सरोवर जानु छ मलाई पनि पहिला पूर्व पनि सबै प्रायः प्रायः घुमेको पूर्व एउटा मलाई त्यो उसबाट हलेसीबाट त्यो खोटाङ दिक्तेल भएर भोजपुर निक्लिएर अनि उता बाटो राम्रो छ नि उता निक्लिनु छ मलाई धनकुटा ननिक्लिने अझ उता माथि त्यसरी निक्लिएर मलाई इलाम भएर निक्लिनु मन लाग्छ त्यो खेतीबाट राकम हुँदै त्यो बिचको बाटो त्यो यहाँ प्रायः प्रायः म नेपालको त भन्ने 77 कि 54 55 जिल्ला त घुमिसक्यो होला म 27 सालमा त म काममा गएँ 7 वर्ष हो त्यहाँ अहिले म भिडियो खिच्छ नि भिडियो गीत हाल्छ 45 साल 44 साल म किन गएको हिँडेर तैँले यसरी यसरी गर्छ है यार दिइहाल्छ होइन यो त मेरो अलिकति बिचको यो बत्ती पारी थियो अब यो अलिकति बिचको यो बाटो अब मलाई रारा जान मन लाग्छ जुम्ला सबजना हात हाल्छ ल यसमा गीत हाल्छ कि म त्यही भएर मैले चाहिँ कुटी पनि हात हाल न साथीहरू गए गर्छना हैन म यसमा नि गीत हाल्छु कि यसो प्लेनमा गएर बालुवा साथी गाडी स्कोर्पियो रिजर्भ गरेर हामीले भागमा चिन्ता गर्दैन त्यही भएर अहिले 5 जनाको त 2.5 लाख हो 2.5 लाख जम्मा ल सुनाएर बा म यसमा पछि गीत हाल्छु अनि जहाँ मलाई चाहिँ के भन्ने यति बेला आएर यहाँ बस्नु मलाई टिम यहीँ बस्यो अब जानु अगाडि गएर बस्यो apa Karala स्कुलमा बिदा लिएर आएको नि स्कुलमा बिदा लिएर इक्जाम दिनु भने पोखरा जानु भनेर आएँ काठमाडौँ आउँदा पानी त उताबाट नगएको सिधै के अरे मुगुबाट सिधै रारा निक्ल्यो भने हाम्रो बाटो भयो त्यो त फेरि हामी गइसकेको जुम्ला हुनु चाहिँ घुम्नै पऱ्यो जुम्ला पनि जान्छ जुम्ला पनि राम्रो जुम्ला पनि हेर्नु पऱ्यो गइसकेको फेरि घरिघरि जान सकिँदैन नि त उता देऊ न भोलि उता उसले भाइले पनि ल्याएन नि त्यो प्लेटमा हाल नि त्यहाँ प्लेट छ नि प्लेटमा हाल नि हिसाबमा 3 लाख चाहिँ खाना लाग्छ 3 लाख चाहिँ खाना लाग्छ बस्नु चाहिँ खाऊ दारू पानी खाने हो यो बियर खायो अनि होटलमा बसेर त हो नि 10 जना छ नि 5 वटा रुम भयो भइहाल्छ दुईजना बस्छ बाबु खाऊ न